अस्ति चाहिँ मैले यो जिन्दगी खैकी जिन्दगी भन्ने किताब पढेको थिएँ हैन। जिन्दगी भन्ने चिज यस्तै हो, कहिले राम्रो हुन्छ कहिले नराम्रो हुन्छ, कहिले हाँसो खुसी रोदन भन्ने आफ्नो ठाउँमा छँदैछ हैन। अनि एउटा गीत पनि सुनेको थिएँ, जसरी हेऱ्यो त्यस्तै देखिन्छ जिन्दगी भनेर हैन। अब त्यो चाहिँ आफ्ना तनावहरू आफ्नो ठाउँमा हुन्छ, ती चिजलाई चाहिँ सबै बिर्सेर एक बारको जिन्दगीमा चाहिँ हाँसी खुसी इन्जोय हुनुपर्छ भनेर चाहिँ म आज नयाँ किताब पढ्दैछु। कतिपय किताबहरू चाहिँ अरूले भनेको हिसाबले राम्रो लागेर पढिन्छ भने कति चाहिँ त्यसको चाहिँ किताबको नामले नै पढ्न मन लाग्छ कि। त्यही भएर आज चाहिँ म तपाईँहरूसँग अगाडि चाहिँ यो तरुनी खेती भन्ने किताब पढ्दैछु, जुन चाहिँ सरू भक्तको यो चाहिँ उपन्यास खण्ड रहेछ। एउटा उपन्यास किताब सानो छ, धेरै पनि छैन जस्तो लाग्यो मलाई। यसको चाहिँ नामले नै मलाई चाहिँ एकदम राम्रो लाग्यो, एट्र्याक्सन गर्यो यो किताबप्रति हैन। अलिकति आफ्नो किताबको मोह पनि छ, उपन्यास मोह पनि छ आफूमा, त्यही भएर पनि यो राम्रै लाग्यो मलाई चाहिँ। राम्रै लाग्यो भन्दा नि यसको नाम चाहिँ राम्रो लाग्यो। अब यो तरुनी खेती भनेर तरुनीकै व्यापार गर्ने त होइन होला, तर यो भित्र केही राम्रा कुराहरू छन् होला, त्यही भएर चाहिँ म आज यो अध्ययन गर्दैछु। साथीहरू, तपाईँहरू पनि मौका मिल्यो भने चाहिँ यो तरुनी खेती चाहिँ एकचोटि पढ्नु होला है त।